चार्जर चाहियो। म त के भन्छु भने अहिले कसैले नेपालमा घर बनाउँदैछ भने एउटा 7 किलोको या एसी चार्जर हुन्छ नि घरमा राख्ने राखिदिनु के को पाउन बिजुली गाडी लिएर आउँछ थाहै हुँदैन भित्र चिया खाउनु जेलसम्म चार्ज भइसक्छ होइन। यस्तो हुन्छ युजरहरू भन्नु कतिले चाहिँ भन्छ नेपालमा मान्छेले किन्न सक्दैन भन्छ, तर नेपालमा धेरै युजरहरू छैन होइन आइफोन बोक्ने मान्छेहरू अहिले टन्नै बढ्यो। के लाग्छ तपाईँलाई? अब एक्टिभेसनको हिसाबले मोर देन 180 के भन्नु मतलब 1,80,000 मान एक्टिभेट हुन्छ कि नेपालमा एप्पलको प्रोडक्ट सालमा। वाउ धेरै राम्रो नि टन्नै नि। अब तर यति म पो ओनर जस्तो भइरहेछ। ओनरलाई देखाउनु न हल्का अब के गर्ने। सो युजुअली हाम्रो रेगुलर गाडीमा फ्रन्ट हुँदैन होइन, तर अब स्पोर्ट्स साइड looks like exact like a Ferrari in just garage. Man, I bet you feel like a Ferrari, huh? Oh yeah, eventually. For sure, man. Yeah. Camera G-Wagon. Thank you, Dai. Thank you so much. एकदम दामी एक्सपिरियन्स भयो। Thank you so much, Dai. Let's go. अब हामी उतै जाने? जाने? ल। Finally at the G-Wagon. Let's go. Look at this. Look at this house. Multi-billionaire house. Yes. Look at the Ferrari. Mercedes G-Wagon. My dream to meet Peter. What's up, guys? Peter Marco. It's my dream to meet him. Oh my God, so cool. Come here. Come here. Everybody should come here and check it out, man. Thank you so much, man. Check this out. All right. Good to see Thank you. Thank you. Merry Christmas. All right. Take care. Thank you. Thank you so much. There. I can't see. I wish I would do. Actually, hey, subscribe गर्दै यसको भन्दिनु न लु त भन्दिनु न हामीले जुन च्यानल तपाईले हेर्दै हुनुहुन्छ त्यसलाई लाइक सब्स्क्राइब शेयर के गर्नुपर्ने हो प्लिज गरिदिनु पर्यो हो। Okay. Like a minute. What's your name? Lauren. Lauren, why you choose Boston? It's a great city to be in. It's an awesome college town. And obviously Harvard is amazing. Awesome. That's so cool. Thank you, Lauren. Appreciate it. Have a great day. Good luck for your future. बिजनेस सुरु गर्नलाई एउटा एडभाइस के दिनुहुन्छ यङ एन्टरप्रेन्योरहरूलाई, नेपाली एन्टरप्रेन्योरहरूलाई? First and foremost, get an idea you're passionate about. पैसा बनाउनलाई होइन, मेरो प्यासन फलो गर्नलाई भनेर। अनि त्यो प्यासनलाई बाट पैसा कसरी बनाउने भनेर त्यो फर्मुला चाहिँ डिटर्मिन गर्नुहोस् होइन। त्यो ल हस्। अलराइट गाइज, वेलकम ब्याक। आज चाहिँ म धेरै खुसी छु किनभने मेरो साथमा हुनुहुन्छ हाम्रो नेपालको वान अफ द फेमस ब्लगर होइन। नेपालमा तपाईँहरूले प्रायः उहाँलाई चिन्नुहुन्छ होला होइन। तपाईँहरूले मेबी तपाईँले आइफोन पनि किन्नु भएको छ होला उहाँको स्टोरबाट। यदि आइफोन किन्नु भएको छैन भने अहिले भन्छु होइन, नेपालमा आइफोन चाहियो भने चाहिँ उहाँले कन्ट्याक्ट गर्नु होला, उहाँले राम्रो डिल दिनुहुन्छ। आज मसँग हुनुहुन्छ जस्ट अफिसियली पाइन्छ। अफिसियली एक्ज्याक्टली। अनि जस्ट वारेन्टिज कासा होइन अब आफ्टर सेल सर्भिस सबै पाउनु भयो। सो दाइ थ्याङ्क यू। तपाईँ धेरै खुसी लाग्यो, तपाईँले धेरै पहिलादेखि भेट्ने मन थियो होइन। अनि इभन हाम्रो ब्रदरले गर्दा तपाईँसँग कनेक्सन भयो, त्यो चाहिँ मलाई एकदम खुसी लागेको छ किनभने तपाईँले जुन नेपालमा इभीको लागि गर्नुभएको छ नि, एउटा तपाईँले रिभोल्युसन लिएर नेपालको लागि चाहिँ प्रमोसन गर्नुभयो इभी गाडी चाहिँ राम्रो भनेर। किनकि मैले यो चाहिँ यो कुरो मैले पहिलेदेखि चाहेको थिएँ कि तपाईँ जस्तो होइन। किनभने नेपालमा चाहिँ मेन अघि मैले भने मेन प्रब्लम चाहिँ इलेक्ट्रिसिटी हो होइन। हाम्रो त राम्रो छ इलेक्ट्रिसिटी, तर तेल हामीले चाहिँ पेट्रोल डिजल ल्याउन हामीले गाह्रो छ।
जुन चाहिँ तपाईँले इलेक्ट्रिसिटी गाडी राम्रो छ भनेर जुन गर्नुभयो त्यो चाहिँ वी एप्रिसिएट द्याट होइन सबै नेपालीहरूले चाहिँ एकदम गौरव गर्नुपर्ने कुरा छ उहाँबाट सो क्रेडिट गर्छु त्यति साह्रो पनि होइन तपाईँलाई सो थ्याङ्क यू दाइ अब इलेक्ट्रिक त छैन हामी कहाँमा ती मान्छे पनि हामी कहाँ चाहिँ एकदमै त्यो ट्याक्स सेभिङ भएको कारणले गर्दाखेरि चाहिँ मान्छेले बुझिरहेको थिएन कि एकदम महँगो कुरालाई चाहिँ सस्तोमा पाइरहेको थियो नेपालमा अनि सस्तो कुरोलाई चाहिँ महँगो तिरिरहेको थियो अनि यो चाहिँ होइन ब्याट्रिक हो होइन त्यस कारण इलेक्ट्रिक गाडी किन्नुपर्छ भनेर एउटा भिडियो बनाएको थिएँ मैले अनि सुरुमा एउटा बनाएँ नि त मैले अनि बनाएपछि मान्छेहरू एकदम धेरै कमेन्टहरू आयो गाडीको भिडियो बनाउनु अनि त्यसरी सुरुवात भएको हो कि खास यो चाहिँ होइन त्यो एकदम खुसी लाग्यो तपाईँले जुन तपाईँले गर्नुभयो त्यो एउटा रिभोल्युसन अघि मैले भने होइन किनभने त्यो चाहिँ नेपाललाई चाहिएको थियो क्या त इभन तपाईँले कतिचोटि भन्छ मान्छेले बुझ्दैन त्यस्तो कुरा होइन तर म चाहिँ भन्छु त्यो कुरा चाहिँ हामीले चाहिएको थियो कि नेपालमा किनभने नेपालमा यति गाह्रो छ हामीले चाहिँ नेपालमा पेट्रोल हामीले बनाउनु सक्दैन क्या नेपालमा होइन डिजेल पनि हामीले बनाउनु सक्दैन नेपालमा जस अमेरिकामा हामीले ग्यास भन्छ होइन ग्यास बनाउनु हामीले नेपालमा इम्पोसिबल हामीसँग खानी नै छैन होइन तर हामीले त इलेक्ट्रिसिटी त बनाउन सकिन्छ नि त नेपालमा होइन जहाँ पनि छ एक्ज्याक्टली होइन नेपाल इन्डिया जहाँ पनि छ तिमीलाई त्यो पहाडतिर त पानी यसो झारेर त्यो मोटर चलाएर पनि बिजुली निकालेर मान्छे खोला छ गाउँतिर खोला होइन ठुलोमा चाहिँ मान्छेको पर्सनल हाइड्रो पावर छ क्या मान्छे होइन मान्छे गाउँसम्म छ हाइड्रो पावर त्यो चाहिँ मलाई इन्ट्रेस्टिङ लाग्यो किनभने म जति बेला म जुन गाउँबाट हुर्केँ त्यो ठाउँमा पनि पेट्रोल पम्प थिएन क्या पहिला अनि किन थिएन भन्दा त्यो बेला गाडी थिएन गाडी नभएपछि त पेट्रोल पम्प पनि बनाएर काम छैन अहिले त 3-4वटा पेट्रोल पम्प त मेरै गाउँमा पनि छ जहाँ थिएन होइन किन भयो भन्दाखेरि गाडी बढ्यो नि त अनि धेरै मान्छेले त्यही कुरा गर्थ्यो कि अब चार्जिङ स्टेसन छैन के छैन किन गाडी किन्ने भन्थ्यो अनि त्यो हुनुलाई त गाडी पनि चाहियो नि त पहिला त अनि दुईटा कुरो उस्तै थियो कि अनि तर त्योभन्दा पनि सजिलो चाहिँ के थियो भने लामो तार बोकेपछि जुन घरमा चार्जर पनि भयो नि त एक्ज्याक्टली होइन जस्तो चार्जर चाहियो फोनको जस्तो होइन फोनमा चार्जर हालेको जस्तै चार्जर एउटा चाहियो म त के भन्छु भने अहिले कसैले नेपालमा घर बनाउँदैछ भने एउटा 7 किलोको या एसी चार्जर हुन्छ नि घरमा राख्ने राखिदिनु कि को पाउन बिजुली गाडी लिएर आउँछ थाहै हुँदैन भित्र चिया खाउनु जेलसम्म चार्ज भइसक्छ होइन यस्तो हुन्छ नि त अब कोही अब काठमाडौँ मान्छे काठमाडौँ बाहिर गयो भने आफन्त बाहिर गयो भने होइन चार्ज गर्न बाहिर जानु परेन क्या घरमा बस्यो राति बसिहाल्छ त्यहाँ चार्जर त भइहाल्यो होइन एक्ज्याक्टली टेन्सनै छुट्यो कि हाम्रो नेपालमा त कल्चर हामी खानुस् बस्नु भन्ने त हुन्छ एटलिस्ट यसो चिया खाँदा 1 घन्टा त जान्छ 1-2 घन्टा त्यतिखेर चाहिँ बाहिर मजाले चार्ज गरेर बस्छ टप भइहाल्छ मजाले एक्ज्याक्टली हो त्यो चाहिँ एकदम राम्रो लाग्यो तपाईँको आइडिया चाहिँ एकदम राम्रो छ क्या म भन्छु यु सुड स्टार्ट कम्पनी है इभी कम्पनी तपाईँले सुरु गर्यो भने एकदम राम्रो छ तपाईँको होइन फ्युचरमा इभी कम्पनी त टन्नै भइसक्यो नेपालमा होइन ल्याएर काम छैन अब बेच्नु त्यो भनेको ठुलो काम हो फेरि त्यो जसरी यो एडभोकेट गर्नु र त्यसैको व्यापार गर्नु चाहिँ धेरै फरक पर्छ कि एडभोकेट गर्न सहिलो छ नि त आर्थिक बत्तिस लिनु त सहिलो छ गाडी ल्याएर बेच्नु ठुलो लगानी गर्नु पर्यो जस्तो सौरभ दाइलाहरूले त अब गाडी कम्पनी गर्नु छैन अघि हामीले अफ क्यामेरा पनि कुरा गरेको थियो होइन तपाईँको साथी हुनुहुन्छ होइन सौरभ दाइहरू कस्तो लाग्छ उहाँको जुन मोटो ब्लगर गर्नुहुन्छ नेपालमा उहाँले पनि केही अटो इन्डस्ट्रीमा खास गरी मोटरसाइकल एकदम राम्रो गर्नुहुन्छ होइन कलेक्सन पनि एकदम राम्रो छ दाइको एसजे मोटो भनेर ब्लग च्यानल छ अनि दाइको चाहिँ एक किसिमको प्यासन हो कि त्यो अब सक हो होइन ठिक लाग्छ मलाई त्यो पनि हुनुपर्छ नि त कोही न कोही त हुनु पर्यो नि त होइन त्यही त त्यो तपाईँहरूको एउटा जुन भनौँ साथ फ्रेन्डसिप प्लस इन्डस्ट्रीमा होइन अटो इन्डस्ट्रीमा चाहिँ तपाईँले पनि ठुलो योगदान छ कि मलाई अमेरिकामा के भन्छु कि कति मान्छे अमेरिकामा आउँछ टेस्ला जस्तो हाम्रो टेस्ला किन्नुभयो त्यो इन्ट्रेस्ट छ क्या हामीलाई होइन टेस्ला गाडी मन पऱ्यो मलाई टेस्ला चाहियो भन्ने छ हरेकलाई होइन हिजो कि अस्ति हामी पार्टीमा पनि जोक भएको थियो कि सबै सर्कलमा सबैले टेस्ला किनिसकेको छन् अनि मैले भने सबैले मेरो भिडियोहरू किने म मात्र छैन किन छैन र क्या आज त्यो अघि देखाएको किन्नुपर्छ साइबर ट्याक्सी साइबर क्याब सबैले मेरो भिडियोहरू किने क्या भनेर त हाँसु भएको थियो जस रमाइलो भएको त्यो हो नि त्यही त सबैले अहिले टेस्ला फ्यान भइरहेको छ साइबर क्याबको चाहिँ मलाई के मन परेको भन्दा अब त्यो त पुरै अटोमेटिक चल्छ होइन अटोनोमस होइन अनि मैले सोचेँ के कति मान्छे यहाँले आउँछ नि त होइन घुम्नलाई अनि यो मलाई घुमाइदेऊ यहाँ हलिउडमा घुमाइदेऊ एयरपोर्टमा लिन आऊ भन्छ होइन अनि मैले के सोचिरहेको भने त्यो गाडी किने
आफै जान्छ के पठाइदिने हो पठाइदिने ल एयरपोर्टमा लिन आउँदैछ मेरो गाडी भने अहिले त्यो लिएर आउँछ के अहिले चलाइरहेको टेस्लालाई पनि त त्यो सिस्टम हाल्न मिल्छ भनिरहेको छ त मिल्छ अब त्यो घरमा पार्किङ गर्नु पर्दैन स्पेस पनि भएन घरमा आइडल बसेको बेला त्यसले पैसा कमाइरहेको छ जस्तो मान्छे अफिस गयो अनि अफिस गएको बेला घर त गाडीले पार्किङ गर्नु पर्यो त्यो बेलामा चाहिँ त्यो सिस्टम हालिदियो भने त्यसले दिनभरि मान्छे बोक्ने ल्याउँछ फेरि आफूले लिने टाइममा आफै आइहाल्छ कि एक्ज्याक्टली त्यही भइरहेछ कि कति मान्छेले त्यही भन्छ कि अब यहाँ हलिउडको छेउमा बसेपछि त हलिउड घुमाइदेऊ न म नेपालबाट आएको अथवा न्युयोर्कबाट आएको भन्ने हुन्छ नि त अनि एयरपोर्टमा लिन आऊ भन्ने हुन्छ अब त्यो गाडी भएपछि पठाइदियो उसले लिएर आउँछ कि रमाइलो लाने चाहिँ जस्तो भाइ कतिचोटि गइसक्यो त्यहाँनिर हलिडे स्टुडियो हलिउडमा प्रायः जस्तो गएर आउँछ जो हामी लानु पऱ्यो नि होइन पक्का लाग्दैन त्यही त वक्कालाई अस्ति त 2-3 चोटि क्यान्सल गर्नु पर्यो त कति महिना साथीहरू आउँछ आफन्तहरू आउँछ है आज पनि अस्ति त एक हप्तामै 2-3जना छुट्टै मान्छे फेरि त्यो चाहिँ कस्तो हुन्छ भने पहिला हामी सुरुमा काठमाडौँ पढ्न आउँदाखेरि गाउँबाट जो आयो भने पनि उनीहरूलाई एकचोटि पशुपति होइन अनि म्युजियम त्यो पुरा लगिदिनु पर्थ्यो कि हामीले पनि घुमाउनुलाई कि काठमाडौँ त्यस्तै भइरहेको छ यहाँ बसेर पनि त्यस्तो भयो नि त्यो पनि रेन्ज अनुसारको हुन्थ्यो क्या जस्तो अब बुवा खालहरू आउनुभयो भने मन्दिरतिर लानु पर्यो बच्चा खाला आयो भने चिडियाघर लानु पर्यो होइन अलिकति पढ्ने छ भने त्यो म्युजियमतिर लानु पर्थ्यो होइन त्यस्तै यहाँ बस्ने मान्छेलाई पनि जो आयो भने लाने अब आफूले चाहिँ वक्कै भएर हुन्छ तर त्यो नयाँ मान्छेले त उसको त फर्स्ट टाइम हो नि त मेन खाने चाहिँ त्यो के मेरो पहिलोचोटि हो के हलिउडमा लगिदिनु न भन्ने ठुलो भयो भन्ने बिचरा उसको त हुन त पहिलोचोटि हो आफ्नो त 100 चोटि भइसक्यो त्यहाँ जाँदा जाँदा पक्का भइसक्यो त्यस्तो हुन्छ क्या फर्स्ट टाइम अहिले इयरली पास पाउँछ पाउँदैन साथी इयरली पास हुन्छ नि हुन्छ क्या युनिभर्सिटी पास त छ मान्छेले त्यही राखेर बस्छ नि त हो प्राइस इयरली पास सस्तो भयो नि त त्यही पासबाट ल घुमेर आइज अनि दाइ नेपालमा मार्केट कस्तो छ इभीको मार्केट तपाईँलाई कस्तो लाग्छ धेरै कस्टमरहरू अलिक बढिरहेछ होइन अब यस्तो छ एक फेजमा जुन इलेक्ट्रिक गाडी बिग्नु पर्ने छ नि बिगिसकेको छ अब पहिला जस्तो एकदम वाक्कै चाहिँ बिक्री हुँदैन अब किनभने अब त्यो डिमान्ड अलमोस्ट फुलफिल भइसकेको छ नि त अब एभ्री डे मान्छे गाडी किन्ने मान्छे त पनि जन्मिँदैन नि त होइन अब एउटा चाहिने मान्छेले किनिसकेको छ अनि फेरि नेपालमा अरू समस्या भनेको माइग्रेसनको ठुलो समस्या छ होइन मान्छे विदेश जाने भएको गाडी पनि विदेश जाने भएकोले गर्दाखेरि जो मान्छेले किनेर जो मान्छे बस्नुपर्ने हो त्यो मान्छे पनि हिँडिरहेको छ नि त त्यसले गर्दाखेरि अब पहिला जस्तो वाक्क जुन एउटा चेन्ज थियो पहिला चाहिँ आइस इन्जिनबाट इभीमा कन्भर्ट हुने एउटा चेन्ज टाइम थियो अब चाहिँ नेसेसिटी भएपछि मात्रै मान्छेले किन्ने त्यसले गर्दाखेरि पहिला वाक्कै जुन हिसाबले बढ्यो जुन हिसाबले चाहिँ अब बजारमा बिक्री भयो अब त्यो हिसाबले चाहिँ अलिक कम हुन्छ अब अनि के लाग्छ तपाईँले जस्तो एकजना अनिल दाइ चिन्नुहुन्छ अनिल शाह तपाईँले नागरिक ब्याङ्कको चिन्छु उहाँसँग मैले यसरी बोलाएको थिएँ एकचोटि अनि उहाँले भन्नुहुन्छ कि नेपालमा चाहिँ धेरै अपर्च्युनिटी छ भन्नुहुन्थ्यो कि जस्तो अहिले यङ मान्छेहरू हामीहरू विदेश गइरहेको छ होइन अमेरिका अस्ट्रेलियामा धेरै बसिरहेको छ होइन अनि उहाँले भन्नुहुन्छ मलाई यस्तो लाग्यो पछि आएर चाहिँ हामी जस्तो मान्छेहरू जुन धेरै वर्ष बस्यो नि अमेरिका अस्ट्रेलिया उनीहरू चाहिँ नेपाल फर्किन्छ जस्तो लाग्छ तपाईँलाई मलाई त फर्किन्छ जस्तो लाग्छ किन है हो एक्ज्याक्टली मलाई त्यो मान्छे यहाँ धेरै बसेर एकचोटि फेरि नेपाल गएर हेरेर आउँछ नि हो त्यसलाई नेपालै बस्नुपर्छ जस्तो लाग्छ मलाई अझ त्यस्तो भएको नि होइन किन इजी लाइफ छ नि त हामी इजी लाइफ एभ्रिथिङ इज पेड अप छ नि त फेरि होइन इन द सेन्स भनेको अब तिमी यहाँ बस्यो भने दुःख गर्यो घर किस्तामै किने आउँछ गाडी किस्तामै किने आउँछ अनि क्रेडिट कार्ड चलाइ छ होइन यहाँ भनेको उधारको जिन्दगी छ बेग्लै किसिमको रमाइलो छ यहाँनिर होइन रमाइलो इन द सेन्स कस्तो छ भने घरबाट बाहिर निस्किँदाखेरि रमाइलो छ क्या यहाँ चाहिँ होइन घरभित्र भन्दा पनि घर बाहिर रमाइलो छ चट्ट निस्किने त्यो बाटो ठुलो चटक्क यता गयो होइन स्पिडले गाडी पनि दामी दामी सस्तोमा पाउने होइन चढ्न पनि मजा आउने अनि यङ स्टेजमा त्यो झन् रमाइलो हुन्छ अब अलिक बुढो हुँदै गएपछि त घरै पनि गाह्रो हुन्छ क्या मान्छे छैन टेबल किनेर ल्यायो भने आफै गर्नुपर्छ छोराछोरीले आफै गर्नुपर्छ छोराछोरी अर्कैतिर अनि मोस्ट अफ द मान्छे चाहिँ छोराछोरीको लागि भनेर विदेश आउने हो होइन तर आएपछि छोराछोरी पनि टाढा भइदिन्छ कि यहाँनिर होइन अनि त्यो सेन्स पनि मलाई ठिक लाग्दैन अब नेपालमा चाहिँ के छ भने मैले भने अब बाबु बाजेको पुर्खौली सम्पत्ति हुने मान्छेलाई त झन् इजी लाग्छ कि एभ्रिथिङ स्पेड अप छ रमाइलो त अब इन अ सेन्स भनेको एकजना मान्छेले भन्नुभएको थियो कि मेरो मामाले पनि अहिले नेपाल बस्नुहुन्छ क्या उसले त झन् अमेरिकन केटी बिहे गरेको होइन यहाँको खैरी केटी यहाँको केटी बिहे गरेर अहिले नेपाल बस्नुहुन्छ दुवैजना बुढी पनि नेपालमै तिमीलाई थाहै छैन धेरै मान्छे जसले खैरे बिहे गरेको छ खैरी केटी बिहे छ जसले बुढी एक्चुअली लिएर गएर त्यहाँ बस्छ नि त्यो बुढीले आउनु दिन्न कि हो त्यही भइरहेछ त अहिले उहाँको त्यही हो
किनभने उनीहरू यहाँको जिन्दगी वाक्क भएको हुन्छ होइन उहाँको त्यो सोसियल लाइफ नै बेग्लै खालको छ अब रिलेसनै कति किसिमको हुन्छ यहाँ भएको मान्छेलाई न मामा थाहा हुन्छ न काका थाहा हुन्छ होइन होइन परको दाइ थाहा हुन्छ आफ्नै कामको धुनमा हुन्छ अब बाबु आमासँग भेट्ने पनि कति गाह्रो छ होइन उहाँ चाहिँ सबै सोचेर एकै ठाउँ बसिरहेको हुन्छ होइन त्यो इन्भाइरोमेन्टले गर्दाखेरि अनि यहाँको मान्छे उता गएपछि आउन अलिक नमानेको त्यस्तै हो मलाई त्यस्तो लाग्छ है सही भन्नुभयो तपाईँले अनि मलाई पनि त्यस्तो लाग्छ किनभने हामीलाई पनि अब मैले धेरैजनाको देखेको छु इभन हामी साथीहरूको पनि देखेको छु यहाँबाट जब नेपाल लिएर गएको छ नेपालबाट उनीहरू बुढा फर्किन मन गरेको बुढी फर्किन मानेको छैन कि हो त्यस्तो त भइरहेछ कि इभन दाइ अपर्च्युनिटीको हिसाबले लेस भन्नु ल बिजनेसको कुरा गरौँ होइन कति मान्छे जस्तो अनिल दाइ भयो अनिल दाइ पनि त पहिला पढ्नु भएको अमेरिकामा होइन अमेरिका पढेको मान्छे धेरै छ कि अहिले धेरै मान्छेहरू अमेरिका पढेरै नेपालमा बसिरहेको छ कि जस्तो तपाईँको ग्लोबल आइएमईको दाइ भयो होइन उहाँ पनि अमेरिकाबाट हार्वर्ड पढेर जानुभएको उहाँ त यस्तो छ अब तिमीलाई जो सम्पन्न छ उनीहरूलाई यहाँ बस्नुभन्दा पनि उता गएर के गर्नुलाई ठिक हुन्छ होइन अब जसलाई चाहिँ पहिलादेखि नेपालमा दुःख थियो ऊ विदेश आएर पनि दुःख नै गरिरहेको छ भने चाहिँ उसले पनि केही हदसम्म कमाएको थियो फर्किनु चाहिँ ठिक हुन्छ जस्तो लाग्छ मलाई चाहिँ राइट इभन एकचोटि हामीले यस्तो कुरा भएको थियो कि सायदसँग नेपालको मान्छेहरूले यदि नेपालमा यहाँ अमेरिकामा कमाउने पैसाको हाफ पैसा चाहिँ नेपालमा कमायो भने कोही पनि अमेरिका आउँदैन होला जस्तो भनेको थियो कि हामीले अनि जसले भन्थ्यो हाफ होइन त्योभन्दा थोरै कमायो पनि कोही पनि आउँदैन थियो भन्थ्यो कि जस्तो मानौँ कि ल 1 करोड भनौँ होइन ल अमेरिकामा वर्षमा 1 करोड कमाउँछ होइन तर नेपालमा वर्षमा 50 लाख कमायो भने पनि कोही मान्छे अमेरिका आउँदैन 10 लाख कमायो भने हो एक्ज्याक्टली होइन 10 लाख कमायो भने कोही आउँदैन थियो भन्छ कि अमेरिका त्यो 10 लाख कमायो त्यो 10 लाख लगभग सेभिङ हुन्छ कि है हो न घर सागिनु पर्यो होइन आफ्नै घर हो न पानीको तिर्नु पर्यो आफ्नै पानी घरमै दारा होइन घरमै इनार बिजुली कति सस्तो छ सब्जी सबै सस्तो सब्जी घरमै अनि धेरै मान्छे सबै ग्रो अप भइहाल्छ होइन गाउँमा बस्ने मान्छे त खर्च पनि हुँदैन त्यो त त्यसले गर्दाखेरि पनि हो त्यो नेट सेभिङ हुन्छ अब यहाँ त जति कमायो त्यति गयो कमायो गयो आयो गयो होइन हो त्यो भएको थियो अनि अब आइफोन भाइ तपाईँ त आइफोन बेच्नुहुन्छ नेपालमा एउटा स्टोर छ तपाईँलाई होइन तपाईँको आइफोन किन्नु पर्यो भने तपाईँले कसरी कन्ट्याक्ट गर्ने यसो छ अब कन्ट्याक्ट गर्न त सहिलो छ होइन गुगलमा नेपालमा आइफोन भनेर खोजेर पनि देखाइदिइहाल्छ उहाँको स्टोर हाम्रो oldstore.com भनेर वेबसाइट पनि छ र अहिले चाहिँ के राम्रो भएको छ भने जस्तो अमेरिका बस्यो नि होइन धेरै मान्छेहरूले चाहिँ के भन्छ भने मलाई फोन पठाइदिनु न भने धेरै मान्छेले भन्छ होला भाइरल भन्दैन मैले कति पर्दैन पठाउनु अब यहीँ अनलाइनमा हामी यहाँ किन्ने हुन्छ कि सेम डे डेलिभरी अब मान्छेको बर्थडे भोलि हुन्छ अनि यहाँबाट पठाएर कोही 2 महिनापछि त मिनिङ भएन नि त ठ्याक्कै किन्दै सेम डे डेलिभरी गरिदिइहाल्छ हामीले होइन त्यस कारण खालि अब यस्तो नर्मल्ली कम्पेयर गर्दाखेरि चाहिँ अब ग्याजेटहरूमा चाहिँ यो फोनहरू चाहिँ नर्मल अमेरिका भन्दा चाहिँ नेपालमा महँगै पर्छ तर अरू धेरै सामान चाहिँ यहाँ जे प्राइस पर्छ त्योभन्दा कम प्राइसमा पाइन्छ कि नेपालमा है झन् कममा त्यो मान्छे थाहा नभएर हो क्या त्यो कसरी भयो एक्सप्लेन गरिदिनु अब त्यो नर्मली हामीले युएस एमआरपीमै एमआरपी राखेको हुन्छ त्यहाँखेरि होइन अब इन्क्लुडिङ ट्याक्स सहित भयो त्यहाँखेरि अनि आफ्टर सेल्स त्यहीँनिर पायो त्यसले गर्दाखेरि चाहिँ बेनिफिट धेरै हुन्छ कि त्यही किन्दाखेरि चाहिँ तर अब कतिले चाहिँ कस्तो हुन्छ भने बाहिरबाट मगाउने भनेको जस्तो भाइलाई कसैको आफ्नै बहिनीले मगायो भने दाइले पठाइदिनु के पैसा लिएला भनेर चाहिँ गिफ्ट पनि आइहाल्छ कि बा भनेर पठाइदिनु भने सोधेर हुन्छ अनि फ्रीमा पायो भने त खुसी भइहाल्यो भएन भने भाइलाई पैसा दिनु पर्यो भने ला त्यति नै त पर्ने रहेछ भनेर बिचरा भइरहेको हुन्छ कि बरु यी अस्ति नै किन्थ्यो भन्ने पनि हुन्छ कतिजनालाई त्यस्तो पनि हामीले पाएको छौँ कि ल्याइदिन्छ ल्याइदिन्छ के पैसा माग्नु र भाइले भनेर मगाइरहेको हुन्छ नि त धेरैजनाको होइन अङ्कललाई भने बाबालाई पनि ल्याइदिइहाल्छ नि भन्नु हिसाब धेरै पैसा हुन्छ नि त होइन अब युजरहरू भन्नु कतिले चाहिँ भन्छ नेपालमा मान्छेले किन्न सक्दैन भन्छ तर नेपालमा धेरै युजरहरू छैन होइन आइफोन बोक्ने मान्छेहरू अहिले बढी नै बढ्यो के लाग्छ तपाईँलाई अब एक्टिभेसनको हिसाबले मोर देन 180 के भन्नु मतलब 1,80,000 मान एक्टिभेट हुन्छ कि नेपालमा एप्पलको प्रोडक्ट सालमा धेरै राम्रो नि टन्नै नि अब त्यो त्यसमा यस्तो छ अब लोकल्ली किन्ने आफ्नो ठाउँमा हुन्छ बाहिरबाट गिफ्ट गरेर चलाउने पनि हुन्छ अनि जस्तो भाइले अब यहाँ अहिले 17 किन्यो भने पहिलाको 16 नेपाल पठाइदिने चलन हुन्छ नि त त्यो सबै जोडेर नि त्यति धेरै एक्टिभेसन चाहिँ हुन्छ इभन त्यो पनि राम्रो हो त है मान्छेले भन्छ नेपालमा मान्छेले एफोर्ड गर्न सक्दैन भन्छ द्याट्स रङ होइन यस्तो छ किन्नेले त किनिरहेको छ किनिरहेको छ होइन धेरै छ कन्ज्युमर धेरै छ कस्टमर अझ त्यहाँ मान्छेले त्यो किस्ताबन्दी पनि किन्दैन क्या हजुर
है डाइरेक्ट क्यास आइफोन किन्ने मान्छेहरू चाहिँ किस्ताबन्दीमा किन्यो भने त इज्जत घटे जस्तो हुन्छ नेपालमा। तपाईँले गाडी पनि त्यही भन्नुभएको छ ब्लगमा मेबी सुशान्त के अरे सुशान्तको दाइको ब्लगमा हो कि कसको ब्लगमा तपाईँ त्यही भन्नुभएको थियो गाडीमा के मान्छेले टप गाडी किन्छ होइन 3-4 करोड खर्च गरेर तर त्यो गाडीको भ्यालु के छ त्यसको सबै थाहा हुन्न भन्नु थियो कि तपाईँले। अब यस्तो हुन्छ अब मान्छेलाई महँगो पऱ्यो कि राम्रो भन्छ हो महँगो पऱ्यो कि राम्रो भने किन हुन्छ भन्थ्यो हो किन्ने अनि कुदाउने चाहिँ को थाहा छ फेरि त्यो पर्सनल ड्राइभरले कुदाइरहेको हुन्छ आफूले नै कुदाइरहेको हुँदैन आफूले थाहा हुँदैन उसले कसरी चलाएर आउनु थाहा हुँदैन त्यस्तो महँगो गाडी किन्नु सोख हो नि त महँगो गाडी किन्नु सोख हो नि त सोख किनेर आफूले कुदाए पो मजा आउँछ त्यसको त होइन हो एक्ज्याक्टली त्यस्तो छ ताल अब नेपालमा यस्तै छ हेर अब तर जो समेरियन रमाइलो छ बेला बेला आउँदा रमाइलो हुन्छ रमाइलो लाग्यो तपाईँसँग भेटेर एकदम खुसी लाग्यो होइन धेरै धेरै कुरा सिकिरहेको छु तपाईँको ब्लगबाट मैले तपाईँले धेरै राम्रो राम्रो गाडीको ब्लग बनाउनु भएको छ जस्तो BMW भयो आउडीहरूको राम्रो राम्रो इभन अमेरिकामै गुड होइन नट ब्याड अब नेपालमा त धेरै टपमा हो त्यो गाडीहरू त होइन तर नर्मल मान्छेले पनि किनेर हुन्छ नि नेपालमा किन्नु त ठुलै कुरा हुन्छ नि धेरै पैसा पर्छ अनि धेरै नम्बरमा पनि छैन थोरै नम्बरमा छ त्यही त नेपालको टप टप गाडीमा भनेको अहिले त्यही त BMW मर्सिडिज होइन टप लेभलमा टप लेभलमा छ कि अहिले त कमन लेभलमा त अब धेरै अरू चाइनिज ब्रान्डहरू इन्ट्री भएको छ इलेक्ट्रिक गाडी नर्मल त BYD-हरू भयो होइन तपाईँले फेभरेट ब्रान्ड चाहिँ कुन लाग्छ मलाई त्यसै चल्छ त्यसै लाग्छ त्यसलाई चलाउने भनेर पिट्छ तपाईँलाई साउले त्यसलाई हेड गऱ्यो भने साउले पिट्छ सबै हिजो तपाईँले पार्टीभरि त्यसै मनपर्छ हो आफूलाई त्यसले मनपर्छ तर होइन अरू धेरै राम्रो राम्रो गाडीहरू छ हो तपाईँले इभी पनि त्यहीबाट इन्ट्रेस्ट भएको होइन मैले पडकास्ट एउटामा सुनेको थिएँ तपाईँले पहिला इभी गाडी चाहिँ कस्तो के जस्तो लाग्थ्यो अरे अनि अमेरिकामा आएर फर्स्ट टाइम टेस्ला देख्नु पऱ्यो होइन तपाईँले अनि त्यहाँबाट चाहिँ वा इभीले नि उकालो काट्ने तपाईँले होमवर्क गरेको छ कि मैले सबै होमवर्क रिसर्च मैले पनि रिसर्च गरेको छु क्या मैले तपाईँको बारेमा अनि भन्नु त्यो स्टोरी त्यो स्टोरी भन्नु त रमाइलो छ नि त्यो त मैले कतिवटा भिडियोमै छ नि होइन अनि मैले त सानो पहिला नेपालमा बिजुली गाडी डल्लो डल्लो गाडी देखेँ डल्लो गाडी होइन उकालो नतान्ने भन्ने हुन्थ्यो पावर यस्तो सानो भएर जस्तो फिल हुन्थ्यो होइन अनि मलाई चाहिँ के लाग्थ्यो मनमा इलेक्ट्रिक पनि अरू गाडी जस्तै भइदियो कस्तो राम्रो हुन्थ्यो होला जस्तो मनमा चाहिँ लागिरहेको थियो कि अनि ठ्याक्कै यहाँ आउँदा मैले त्यही त त्यो बिरामलमा थिएँ बिरामलमा टेस्ला त्यो सोरुम देखेँ कि भित्रपट्टि होइन बाफ्रे गाडी सोरुम पनि महल भित्र भन्दा त अचम्म लाग्यो नि मलाई त होइन अनि हेर्नु त टेस्ला रहेछ क्या त्यो होइन पुरा भर्खर भर्खर लन्च भएको थियो नि त यहाँ पनि मोडल S थियो अनि मोडल X थियो त्यो बेलामा मोडल 3 र मोडल Y त निकालेकै थिएन त्यति बेला लास्टै महँगो थियो त्यति बेलामा त हो त सुरुमा धेरै महँगो 1 लाख है तपाईँले पनि धेरै महँगो परेको थियो अनि कम महँगो थियो त पहिला त सुरुमा त कस्तो महँगो थियो धेरै महँगो नि सबैभन्दा पहिला रोस्टर भनेको थियो नि यिनीहरूको रोस्टर त त्यो स्पोर्ट्स कार जस्तो होइन लग्जरी कार अनि त्यो हेर्दा छक्क पऱ्यो ओ यस्तो गाडी पनि हुँदो रहेछ अनि पछि आइहाल्यो नेपालमा एसियाको निरोसित आउनु थालेको दामी भइहाल्यो अनि तपाईँले चाहिँ हो त्यो टेस्लाको एउटा गाडीले देखेर चाहिँ तपाईँ इम्प्रेस हुनुभयो होइन इलेक्ट्रिक पनि यस्तो हुँदो रहेछ भन्ने भयो कि त्यो चाहिँ के हो पावर देखेर कि कस्तो के पावर के कुदाउन पाएको थियो त्यो के पावर देख्नु र त्यो गाडीको साइज देख्दै मन पर्यो कि खासमा चाहिँ ए ठुलो गाडी पनि हुने रहेछ इभीमा त्यति बेलासम्म अमेरिकामा खास टेस्ला किन्दैन थियो नि मान्छेले भर्खर सुरु त्यो हेरेको 3-4 वर्षपछि मेरो कजन भाइले किनेको थियो होइन अनि उसँग उसलाई पनि त्यस्तै रमाइलो लाग्ने टेस्ला मैले भिडियो पनि बनाएको छु त्यो कालो रङको थियो टेस्ला होइन अनि त्यो हामी त्यो मल सलतिर जाँदाखेरि पनि ओ यु राइड इलेक्ट्रिक कार भनेर सोध्थेँ कि कस्तो लाग्छ अनि मान्छे एक्साइटेड भएर सोध्न आउने थियो कस्तो छ के छ फ्युचर भनेर सोध्थ्यो अनि हाइवेमा हिँड्दाखेरि पनि 10-12 वटा पेट्रोलवाला गाडी देख्यो भने एउटा मात्रै टेस्ला देख्थ्यो कि अहिले ठ्याक्कै उल्टो छ तिमी 10 वटा टेस्ला देख्यो भने 2टा मात्रै तिमीले आइसी देख्छ बाटो उल्टो भएको अनि तपाईँले त्यो सानो गाडी त्यस्तो लाग्ने झन् 100 ट्रक देख्दा कस्तो लाग्यो यत्रो ठुलो गाडी पुरा इभी हेर्दा त कुरुकै छ नि त्यो गाडी बक्स होइन बक्सको डल्लो बक्स भन्छ मान्छेहरूले त लास्टै अग्ली छ नि डिजाइन युनिक छ क्या युनिक मान्छे त्यही मनपर्छ त्यही मनपर्छ त्यही भनेको के समथिङ न्यू के दाइ हट के भन्छ नि होइन अलिकति छुट्टै खालको छ छुट्टै युनिक के समथिङ न्यू त्यस्तो हामीले अहिलेसम्म देखाएको थिएन नि त त्यस्तो गाडी अब हेर्दा त बक्सले हाले जस्तो देख्छ तर समथिङ युनिक के इलानले पनि त्यही भन्छ नि किन बनाएको भन्दाखेरि मलाई के नयाँ बनाउनु थियो भन्छ है उसले युनिक जुन चाहिँ अरूले बनाएको थिएन नि त त्यस्तो बक्सा भएको होइन मलाई त बुलेट प्रुफ मनपर्छ अघि भनेको थियो नि मैले त्यसको मेन फिचर चाहिँ बुलेट प्रुफ कुदामा पनि मजा आयो त्यो तपाईँले ब्लग बनाउनु भएको कुदाएँ नि होइन त्यो
त्यत्रो ठुलो गाडी कसरी कुदाउने होला जस्तो लाग्थ्यो कि मलाई त होइन राइट टर्निङ सर्निङदेखि लिएर स्मुथनेस पावर नेक्स्ट लेभल छ नि है धेरै राम्रो लाग्यो अब हामी लास्टमा त धेरै नबोल्नु अरूले बोरिङ होला केही मेसेज नेपालमा तपाईँले एउटा मेसेज के दिनुहुन्छ नेपालको अडियन्सहरूलाई तपाईँको फ्यानहरूलाई गाडीको बारेमा फोनको बारेमा अब नेपालको भन्दा नेपाल बाहिर बस्ने चाहिँ धेरै मेरा फ्रेन्डहरू हुनुहुन्छ भने चाहिँ नेपाल फर्किँदै हुनुहुन्छ भने चाहिँ इलेक्ट्रिक गाडी लिन तयार भएर बस्नु होला त्यसको लागि चाहिँ कुन कुन गाडी नेपालमा आयो भनेर मेरो च्यानल हेर्दै गर्नु होला हेर्दै गर्नु अनि bijulidaai.com भन्ने वेबसाइट पनि खोलिदिएको छु मैले तपाईँले बिजुली दाई भने चिनेको नि उबाट होइन तपाईँको भतिजी कसले भनेको भेगासमा होइन कसरी भेट्यो अङ्कलले बिजुली अङ्कललाई के बिजुली दाइले भन्दाखेरि सिएसमा मेरो अर्को भतिज थियो अनि उसले स्टोरी हालेको थियो भेटेको होइन अरे बिजुली दाई कहाँबाट आउनुभयो भनेर सोध्यो त्यो बेला हामी बिजुली दाई थिएन कि त्यसपछि बिजुली दाई ट्याग राखेको ह्यासट्याग चलायो त्यहाँबाट ए ल अहिले त धेरै राम्रो बताउ बिजु इभन अस्ति मेरो मामाले नि काठमाडौँमा हो यस्तै कुरा चलिरहेको छ कि इभी गाडीको बिवाइडी किन्नु भएको रहेछ एउटाले अनि हो हाम्रो एकजना दाइ हुनुहुन्छ उहाँले बिवाइडी यस्तो इलेक्ट्रिक गाडीको भिडियो बनाउनुहुन्छ भनेको होइन ए को त्यो बिजुली दाइ भनेको मलाई मामाले क्या काठमाडौँमा अस्ति अनि ओ चिन्नु हुँदो रहेछ बिजुली दाइले उसको भान्जा त म चिन्छु भनिदिएको क्या त्यहाँ अनि किन पनि तपाईँ त्यही एक एउटा मान्छेको निकनेमबाट पनि चिन्दो रहेछ क्या जस्तो जस्तै हाइट बन्ने थियो एक्टर हाइट बन्ने एक्टर छ नि बुद्धै हो उहाँ पनि त्यस्तै हाइट बन्ने यस्तो थिएको हुन्छ नि हामीले बोल्दा बोल्दै त्यहाँबाटै त्यसरी चिन्यो क्या उसले उसको कति मान्छे उसले रियल नामबाट चिन्दैन क्या सबैले हाइट भन्ने उसले जिस्काउने यता जिस्काउने तपाईँलाई पनि बिजुली दाइ भनेपछि सबैले चिन्यो क्या त्यही छ जस आज लिमा भाइ खुसी लाग्यो हामी अब र्याप अप गरौँ हैन क्यालिफोर्नियामा भेट भयो आज हैन जस भाइले मलाई आएको थाहा पाएर धेरै खुसी लाग्यो धेरै खुसी भेट भएको इभन तपाईले नेपालमा भेट्ने धेरै कोसिस गरिरहेको थिएँ मैले अलि बिजी भएर भेट्न सकेन हैन फाइनली हामीले भेट्यो जस मलाई चाहिँ लागेको थियो अब भिडियो बनाएर नेपालमा मात्रै काम लाग्छ जस्तो लागेको थियो तर विदेशमा पनि काम लाग्दैन पोर्सो गाडी हेरेर चाहिँ यु ब्रोक माई हार्ट भाइले यहाँ डिसअपोइन्टेड मी भाइले पोर्सो यहाँ किनेर रहेछ होइन चलिरहेको छ नेपालमा पनि पुग्यो भने चाहिँ उसलाई नरमाइलो लागेको छैन तर केही छैन क्रेडिट त दिनुपर्छ उहाँले त्यत्रो दुःख गरेर दिएको नेपालमा होइन इट्स अ बिग थिङ नेपालमा जो पायो त्यसले ल्याउन सकिन्न क्या होइन जस्तो इभन लाइक बिएमडब्ल्यूहरू पनि गाह्रै छ क्या होइन यहाँ पो अब अमेरिकामा त नर्मलै मान्छ बिएमडब्ल्यू टेस्ला इभन तपाईँको टेस्टलाई भन्नु नेपालमा होइन जस्ट नेपालमा एउटा किन्नेले मैले हिजो हिसाब निकालेको थिएँ 3टा आउँदो रहेछ यहाँनिर एक्ज्याक्टली 3टा आउँछ त अफकोर्स होइन ट्याक्स फेरि हेर्नु न नेपालमा कति ट्याक्स होइन ट्याक्स छुट हुँदा पनि 3टा आउनु रहेछ होइन अर्को जस्तै भएको त 7वटा आउँथ्यो होला कि है 7वटा एक्ज्याक्टली हो इभन तपाईँले एउटा भ्लगमा त्यही पडकास्टमा त्यस्तो भन्नुभएको थियो कि इन्डियासँग तपाईँ कम्पेयर गर्नुभएको थियो नि इन्डियामा कति 3 लाखमा समथिङ लाखमा आउने गाडी नेपालमा यति लाग्यो इन्डिया र नेपालमा कम्पेयर गरेर चाहिँ त्यो टाटा नेक्सनबाट गर्न मिल्छ राइट इन्डियामा नेक्सन जुन पेट्रोलवाला छ त्यो 7 लाख रुपियाँ पर्छ नेपालमा 40-42 लाख रुपियाँ कति पर्छ अर्को इलेक्ट्रिकको 16 लाख रुपियाँ पर्छ त्यसको चाहिँ नेपालमा त्यही 42 सेम प्राइसमा पाउँछ कि पाउँछ इभन तपाईँले त्यसरी पनि गाडी किन्नु भएको रहेछ होइन एकचोटि प्राइस जाँदा ओ यति पनि गाडी पायो यिनी भनेर किन्नु भएको रहेछ होइन फर्स्टवाला चाहिँ डल्ले गाडी त्यो प्राइस कम्पेयर गरेर महिन्द्राको डल्ले गाडी त्यसै प्राइस कम्पेयर गरेर राम्रो छ नेपालमा होइन हो मलाई चित्त नबुझेर मैले भिडियो बनाइदिएको कि खास चाहिँ किनभने म बिजनेसमा थिएँ नि त बिजनेसमा कस्तो हुन्छ भने सामान इम्पोर्ट गर्दाखेरि के पर्छ भन्ने कुरो त हामीलाई थाहा छ नर्मल सबैलाई थाहा हुँदैन अनि त्यो कुरो चाहिँ मैले बताइदिनु पर्छ भनेर मैले खास सुरु गरेको हो जस्तो कुनै पनि चिजको परल मूल्य भन्छ कि त्यो ल्यान्डिङ कस्ट जुन म्यानुफ्याक्चरिङ कस्ट जुन हुन्छ जुन गाडी बनाउने कस्ट हुन्छ एक्सपोर्ट गर्ने कस्ट हुन्छ त्यो चाहिँ त्यसमा ट्याक्स लागेपछि मात्रै अनि नेपालको चाहिँ एमआरपी बन्ने हो कि भनेपछि महँगो गाडीलाई चाहिँ हामी सस्तोमा पाइरहेको थियौँ नेपालमा अनि सस्तो गाडीलाई चाहिँ महँगो परिरहेको थियो ट्याक्सको कारणले त्यही भएर चाहिँ भिडियो सुरु गरेको कि मैले भेरी गुड थियो इभन तपाईँले मन्त्रीलाई पनि कन्भिन्स गर्नुभयो होइन ट्याक्सको लागि त्यो चाहिँ के भएको थियो अर्को बताइदिनु अनि ट्याक्स एकदमै धेरै बढी भएको थियो अनि बढी भयो भने चाहिँ सेल्स कम हुने भनेर त्यो बेलामै फेरि ट्याक्स पछि घटिहाल्यो तपाईँले कानुन लागि रुल जस्तै बनाइदियो रुल त नभनौँ मोटिभेसन गरिदियो मैले एवेरनेस ल्याउने कन्भिन्स भन्दा पनि मैले त्यो एवेरनेस भिडियो निकालेको थियो
ट्याक्सले यसरी यस्तो यस्तो हुन्छ भनेर अनि मान्छेले बुझ्यो नि कुरा। के लाग्छ तपाईँलाई फ्युचरमा यस्तो जुन पोलिटिक्सहरू मन्त्रीहरूले यस्तै अलिक इभी गाडीहरूमा यस्तै केही ल्याइदियो भए राम्रो अब हुन्छ यस्तो त नेपालको मेन सोर्स अफ इन्कम भनेको गभर्मेन्टको गाडीको ट्याक्स हो होइन। अब पेट्रोलवाला गाडी टन्न पाइरहेको थियो, यसमा कम भयो। अब गभर्मेन्टले अरू सोर्स अफ इन्कमहरूलाई जेनेरेट गर्नुपर्ने हुन्छ। अब गाडीमा मात्रै लाएर काम भएन। ल तपाईँले धेरै राम्रो दिनुभयो एडभाइस। थ्याङ्क यू सो मच दाइ। हामी पछि बढ्दै गरौँ। हामी रियल पडकास्ट गर्नुपर्छ क्या कुनै गर्दा होइन। नेपालतिर स्टुडियोमा बसेर यो चाहिँ अनप्रोफेसनल हो क्या, जस्ट गफ जस्तो चिया गफ जस्तो अनप्रोफेसनल गरेको। सो थ्याङ्क यू सो मच दाइ है त। उहाँको लास्टमा चियर उहाँको स्टोर चेक गर्नु होइन नेपालमा, जहाँ जहाँ तपाईँलाई आइफोन किन्नु छ भने उहाँको स्टोरमा गएर लिनु होला। सो थ्याङ्क यू गाइज। उहाँको भिडियो हेर्नु होला, बिजुली दाई द फेमस बिजुली दाई नेपालको। उहाँ मसँग भेट्नु भनेको आइ एम सो एक्साइटेड के तपाईँको जुन त्यो नलेजहरू मैले पाउँछु तपाईँको ब्लगबाट। सो एभ्रीबडी सुड वाच होइन। मान्छेले किनभने नेपालमा धेरै मान्छेलाई नलेज त हुँदैन नि त गाडीको त होइन। जस्तो हाम्रो गाउँबाट आउँछ होइन, गाउँबाट आउने मान्छेलाई त अब बाइकको अलिअलि होला बाइकको बारेमा, तर गाडी तपाईँको जस्तो BMW गाडी पोर्सा गाडी त सबैले त त्यसलाई थाहा छैन कि होइन। त्यो अघि तपाईँले भनेको जस्तो मर्सिडिज जी वागनहरू होइन, त्यो गाडीहरू त सबैले एक्सेस छैन कि। तर तपाईँले जुन ब्लगमा एक्सप्लेन गर्नुहुन्छ नि द्याट्स सो गुड के। सो थ्याङ्क यू सो मच दाइ। ल गाइस सी यु इन द नेक्स्ट भिडियो है त। थ्याङ्क यू, पिस।